जसको नियत नराम्रो छ नि त्यो मान्छेलाई सधैँको लागि छोडिदिनुहोस् र जसको नियत राम्रो छ त्यो मान्छेलाई कहिले नछोड्नु। सबैभन्दा स्थिर चिज जीवनमा आशा हो, किनकि मानिसले सबै कुरा गुमाइसक्दा पनि आशा रहिरहन्छ। जबसम्म मान्छेले कुनै पनि कुरामा मनैदेखि सन्तुष्ट हुँदैन भने तबसम्म सफलता हात पार्न निश्चित हुँदैन। खुसी एक महसुस हो जसको खोजी सबैले गर्छ, तर दुःख अनुभव हो, धेरै थोरै भए पनि सबैको साथमा हुन्छ। मूर्खबाट गरिएको तारिफ सुन्नुभन्दा विद्वान व्यक्तिले गरिएको गाली सुन्ने बानी बसाल्नुहोस्, किनकि सच्चाइ नमिठो भए पनि लाभदायी हुन्छ। यदि कुनै पनि कुरा तपाईँले नराम्रो हेरिराख्नु भएको छ भने त्यो तपाईँको कमजोरी हो। कुनै पनि कुरा आफैमा कहिले नराम्रो हुँदैन, त्यो हेराइमा भर पर्छ। सुन्दर मन छ भने माया गर्नुहोस् र मायाको नाममा अरूको मन जलाएर खरानीको व्यापार चाहिँ नगर्नुहोस्। आफूले सोचेको कुरा पाइएन जस्तो लाग्छ भने समीक्षा गरेर हेर्नुहोस् कि जति तपाईँले पाउनु भएको छ त्यति नै अरूले पनि पाइएको छ त, सन्तुष्टि त्यही मिल्नेछ। धन्यवाद। आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यदि राम्रो लागेको छ भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सनु होला। म यस्तै भिडियोहरू लिएर आउने नै छु र तपाईँको स्क्रिनमा सबभन्दा पहिला यो भिडियो पुगोस् भन्ने चाहनुहुन्छ भने यो भिडियोलाई सब्सक्राइब चाहिँ पक्कै गर्नु होला र सब्सक्राइब गरेर मलाई सपोर्ट साथ दिनु होला। हस् त, धन्यवाद।